कोरियन भाषा अध्ययन गर्दै हुनुहुन्छ, एकैछिन स्क्रोल नगरी सुन्नुहोस् है त। योङ हादा, सायोङ हादा, छाग्योङ हादा र फोग्योङ हादा सबैको अर्थ हुन्छ प्रयोग गर्नु, तर फरक फरक अवस्थामा कसरी प्रयोग हुन्छ भन्नेबारे छोटकरीमा महत्त्वपूर्ण जानकारी लेखिहालौँ है त। 1 नम्बरमा छ योङ हादा, सुविधा सेवाहरू उपयोग गर्दा प्रयोग गरिन्छ। जस्तै छिया छरुल योङ हेयो, म मेट्रो ट्रेन प्रयोग गर्छु। त्यस्तै थोस ग्वानुल योङ हेयो, म पुस्तकालयको प्रयोग गर्छु भन्ने अर्थ दिन्छ। त्यस्तै 2 नम्बरमा छ सायोङ हादा, कुनै वस्तु, उपकरण, भाषा आदि चलाउँदा वा प्रयोग गर्दा सायोङ हादाको प्रयोग गरिन्छ। जस्तै कम्प्युटरुल सायोङ हेयो, म कम्प्युटर प्रयोग गर्छु। हान्गु करुल सायोङ हेयो, म कोरियन भाषा प्रयोग गर्छु। त्यस्तै 3 नम्बरमा छ छाग्योङ हादा, कपडा, टोपी, मास्क, जुत्ता जस्ता कुरा शरीरमा प्रयोग गर्दा वा लगाउँदा प्रयोग गरिन्छ। जस्तै मासु खुरुल छाग्योङ हासेयो, मास्क प्रयोग गर्नुहोस्। आन्जन बेल्थुरुल छाग्योङ हासेयो, सिट बेल्ट प्रयोग गर्नुहोस्। त्यस्तै गरी अन्तिममा छ फोग्योङ हादा, औषधिको प्रयोग गर्दा फोग्योङ हादा प्रयोग गरिन्छ। जस्तै याकुल फोग्योङ हासेयो, औषधि प्रयोग वा सेवन गर्नुहोस् भन्ने अर्थ लाग्छ। उइसाए छबाङए तारा फोग्योङ हासेयो, डाक्टरको सल्लाह अनुसार औषधि प्रयोग गर्नुहोस्। हस्त, धन्यवाद।